नमस्कार विद्यार्थी भाइ बहिनीहरू, अहिलेको नयाँ मोडल अनुसारको क्वेशनको यो 3 नम्बरको खाल्टा भन्ने क्वेशनहरू हो। चित्र हेरेर खाल्टामा मिल्ने अक्षर हामीले छान्नु पर्यो। यहाँ नम्बर 1 मा रुखको जरा छ अनि यहाँनिर छान्नु पर्ने अप्सनहरू चाहिँ पु, पु, पो र फु छ र अन्तिममा री छ। यो जरा हो, हामी जरालाई के भन्छौँ भने पुरी भन्छौँ। अब यसमध्ये सही आन्सर कुन हो तपाईले छान्नु पर्यो। सही आन्सर चाहिँ नम्बर 1 को पुरी हो। नम्बर 1 को पुरी सही आन्सर। त्यसपछि हामी जान्छौँ नम्बर 2 मा। नम्बर 2 मा यहाँ खानेकुरा छ। यो खानेकुराको नाम चाहिँ चिगे हो। अब नम्बर 1 को छि हो कि, नम्बर 2 को ची हो कि, नम्बर 3 को छि हो कि, नम्बर 4 को चा हो। सही आन्सर छान्नुस्। यसको सही आन्सर चाहिँ नम्बर 2 को चिगे। चिगे भने ग्रेभी तरकारी। नम्बर 2 को सही आन्सर। क्वेशन 3 मा एकजना अंकल हुनुहुन्छ। अब यहाँ अप्सन छ आ, ज अनि अन्तिममा हामीले सी लगाउनु पर्यो। नम्बर 1 मा छ जी, नम्बर 2 मा छ सी, नम्बर 3 मा पनि सी नै छ, नम्बर 4 मा छी छ। ल सही आन्सर छान्नु। सही आन्सर कुन चाहिँ हुन्छ? यसको सही आन्सर चाहिँ नम्बर 3 को सी, आजसी। आजसी नम्बर 3 को सी सही आन्सर। क्वेशन नम्बर 4 मा यो फट्याङ्ग्राको चिन्ह छ। अब यहाँनिर खाल्टा भर्नु पर्यो। फुई होगी, फुई होगी, खुई हो कि खुई हो। अब यहाँ खुई 2 वटा छ, फुई पनि 2 छ। नम्बर 1 को पनि फुई, नम्बर 2 को फुई, नम्बर 3 को खुई, नम्बर 4 को खुई। ल कुन चाहिँ हो छान्नुस् त। सही आन्सर चाहिँ नम्बर 4 को खुइतुरामी। नम्बर 4 को खुइतुरामी हो नम्बर 4 को सही आन्सर। ल हामी जान्छौँ क्वेशन नम्बर 5 मा। 5 मा चाहिँ यहाँनिर हाई हेलो गर्दैछ। अब हाई हेलो गर्दाखेरि अब के भन्छ हेरौं। नम्बर 1 मा आन न्योङ छ अनि नम्बर 2 मा आन्योङ मात्रै छ। नम्बर 3 मा आन्योन छ र नम्बर 4 मा आन्योन मात्रै छ। ल यसमध्ये कुन चाहिँ हुन्छ सही छान्नुहोस्। यसको सही आन्सर चाहिँ नम्बर 1 को आन्योङ। आन्योङ नम्बर 1 को सही आन्सर। त्यस्तै गरी क्वेशन 6 नम्बर 6 मा गुड गरेको छ। अब यहाँ अप्सन छ फाक्सु, फाक्सु, छाक्सु र नाक्सु। ल सही आन्सर छान्नु। सही आन्सर कुन हुन्छ? गुड गरेको छ। गुड गरेको सही आन्सर चाहिँ नम्बर 2 को आक्सु सही आन्सर। त्यस्तै गरी क्वेशन नम्बर 7 मा, यहाँ 7 मा एकजना कामदार छ। अब यहाँ अप्सन छ खुन लोजा, खुल लोजा, खुल्लोजा, खुल्लोजा। सबैमा यहाँ खुल्लोजा नै छ। नम्बर 1 को पनि हामी खुल्लोजा नै भन्छौं, नम्बर 2 को नि खुल्लोजै भन्छौं, 3 को पनि खुल्लोजा नै भन्छौं, नम्बर 4 को नि खुल्लोजा नै भन्छौं। अब कुन चाहिँ सही आन्सर छान्नु। सही आन्सर कुन चाहिँ हो भन्दाखेरि सही आन्सर चाहिँ नम्बर 3 को खुल्लोजा सही आन्सर। नम्बर 3 को सही आन्सर। अब जान्छौँ हामी 8 नम्बरमा। 8 नम्बर यहाँनिर ड्राइभिङ गरिएको छ। अब यहाँ अप्सन छ उन अनि खाल्ठाउँ सा। तल भर्ने ठाउँमा छ जुन, बान, छन र जन। ल हेरौँ यो कुन चाहिँ हुन्छ। उन्जुन सा हो कि उनबान सा हो कि उनछन सा हो कि उन्जन सा हो भन्दाखेरि सही आन्सर नम्बर 4 को उन्जन सा सही आन्सर भयो। ल क्वेशन 9 मा खी, खी, फी र की भर्नु पर्छ। खी सुल्जा हो कि खिसुल्जा हो कि फी सुल्जा हो कि की सुल्जा हो। सही आन्सर भर्नुस्। यसको सही आन्सर चाहिँ नम्बर 1 को खिसुल्जा सही आन्सर। त्यस्तै गरी क्वेशन नम्बर 10 मा कम्प्युटर छ। अब यहाँनिर नम्बर 1 को फु हो कि, नम्बर 2 को फ्यू हो कि, नम्बर 3 को पु हो कि, नम्बर 4 को प्यू हो। ल सही आन्सर छान्नुस्। यसको सही आन्सर चाहिँ नम्बर 2 को कम्प्युट, कम्प्युट नम्बर 2 को सही आन्सर। त्यस्तै गरी क्वेशन 11 मा क्यालकुलेटरको चित्र छ। खे अनि खाल्ठाउँ गी छ। सन होगी, सोङ होगी, सान होगी, साङ हो। छान्नुस्। खे सन्गी होगी, खे सोङ्गी होगी, खे साङ्गी होगी, खे साङ्गी हो। नम्बर 3 को पनि साङ्गी उच्चारण हुनुहुन्छ, नम्बर 4 को पनि साङ्गी नै उच्चारण हुन्छ। सही आन्सर छान्नु। सही आन्सर कुन हुन्छ? सही आन्सर चाहिँ नम्बर 3 को खे साङ्गी, नफाची भएको खे साङ्गी सही आन्सर। क्वेशन 12 मा टिस्यु पेपर छ। अब खाल्टाउँ छ अनि जी छ।
अगाडि हो, हु, यो र यौ छ। होजी हो कि, होजी हो कि, योजी हो कि, योजी हो। सही एन्सर कुन हो पत्ता लगाउनुहोस्। सही एन्सर यसको नम्बर 4 को युजी, नम्बर 4 को युजी सही एन्सर। क्वेसन 13 मा ऐनाको चित्र छ। अब अगाडि हामीले खाल्टामा ख, ख, गो, खो। अब हामी यो 1 नम्बरको गलाई पनि खने उच्चारण गर्छौं, 2 नम्बरको खले नै खने उच्चारण गर्छौं अगाडि आउँदाखेरि, अनि 3 नम्बरको पनि खो, 4 नम्बरको खो। अब हेरौं कुन चाहिँ हुन्छ। खउल हुन्छ कि खौल हुन्छ, खोउल हुन्छ कि खौल हुन्छ। सही एन्सर कुन छ ल थान्नुस् त। सही एन्सर यसको नम्बर 1 को खउल ऐना। 14 मा सिरानीको चित्र छ। अब यहाँनिर नम्बर 1 मा पनि फे छ, 2 मा पनि फे छ, 3 मा पनि फे छ, 4 मा फ्यो छ। अब हामी यो कुन चाहिँ हो छान्नुस्। 14 नम्बरको सही एन्सर छान्नुस्। यसमा 3वटा फे भयो। नम्बर 1 मा पनि फे, नम्बर 2 मा पनि फे र नम्बर 4 मा पनि फे। सही एन्सर चाहिँ नम्बर 2 को फेगे, नम्बर 2 को फेगे, 2 को सही एन्सर। नम्बर 15 मा टिभी छ, टेलिभिजन। अब यहाँनिर टेलिभिजनमा थेल छ अनि खाली ठाउँ बी छ अनि जन छ। लो हो कि, ल्यो हो कि, ले हो कि, रि हो। थेल्लो बिजन हो कि, थेल्लियो बिजन हो कि, थेल्ले बिजन हो कि, थेल्ली बिजन हो। ल सही एन्सर छान्नुहोस् त। सही एन्सर कुन हुन्छ। यसको सही एन्सर चाहिँ नम्बर 3 को थेल्ले बिजन, नम्बर 3 को थेल्ले बिजन, 3 को सही एन्सर। क्वेसन 16 मा भ्याकुम क्लिनर छ। यहाँ छङ अनि खाली ठाउँ र लास्टमा गी छ। अब स्यो, स्यु, सु र सो मध्ये कुन छान्नुहोस्। छङ स्यो गी हो कि, छङ स्यु गी हो कि, छङ सु गी हो कि, छङ सो गी हो। ल सही एन्सर छान्नुहोस्। सही एन्सर कुन हुन्छ। सही एन्सर यसको नम्बर 4 को छङसोगी, छङसोगी सही एन्सर। नम्बर 17 मा हेरौं। 17 मा यहाँनिर एउटा क्यूट बच्चा छ। अब यहाँनिर शब्दहरू छ। 1 नम्बरमा खाली ठाउँमा सुरुको शब्द छ खुइ अनि खाली ठाउँ र दा छ। तल शब्दहरू छ यप, अप, येप र अप छ। ल कुन जना छान्नुस्। खुइ यप्ता हुन्छ कि खुइ अप्ता हुन्छ, खुइ येप्ता हुन्छ, खुइ अप्ता हुन्छ। ल छान्नुस्। सही एन्सर छान्नुस्। अब यहाँनिर नम्बर 2 र नम्बर 4 को चाहिँ अप्ता अप्ता उच्चारण हुने भयो। तर यसको सही एन्सर कुन हुन्छ त। ल छान्नुस् त। सही एन्सर नम्बर 1 को खुइ यप्ता, खुइ यप्ता भने क्यूट भन्ने अर्थ भयो। नम्बर 18 मा वासिङ मेसिन छ। अब शब्द छ अगाडि से, त्यसपछि थाक अनि अन्तिममा खाली ठाउँ छ। कि हुन्छ कि, गी हुन्छ कि, खि हुन्छ कि, सी हुन्छ। ल छान्नुस् त। सही एन्सर हुन्छ यसको कुन हुन्छ छान्नुस् त। सेथाक कि हो कि, अनि नम्बर 2 को पनि सेथाक कि, किनभने ग फाचिले उच्चारण गर्दाखेरि कि नै उच्चारण हुन्छ। अनि नम्बर 3 को खि, सेथाक खि, नम्बर 4 को सेथाक सी। सही एन्सर यसको के हुने भयो त। नम्बर 2 को सेथाक कि। ग फाचिम गमा इ गी आए पनि उच्चारण चाहिँ कि हुन्छ, सेथाक कि, सेथाक कि नम्बर 2 को सही एन्सर। नम्बर 19 मा क्याफे छ, कफी सप। अब कफी सप कुन चाहिँ हो। ख, फी अनि खाली ठाउँ छ। खाली ठाउँमा के छ भने सुप छ अनि अर्को स्युप छ। नम्बर 2 मा स्योप छ र नम्बर 4 मा सोप छ। ल छान्नुहोस् कुन चाहिँ हुन्छ। कफी सोप कुन चाहिँ हो। ल नम्बर 1 को सुप हो कि, नम्बर 2 को सिप हो कि, नम्बर 3 को स्योप हो कि, नम्बर 4 को सोप हो। छान्नुहोस् त। सही एन्सर नम्बर 3 को कफी स्योप, कफी स्योप नम्बर 3 को सही एन्सर। 20 नम्बर 20 मा यो 24 घण्टा खुल्ने सुलभ पसल छ। यसलाई हामी फेनिजम भन्ने भयो। ल अब फेनिजम कुन चाहिँ हेरौं। खाली ठाउँ छ अनि जम छ। नम्बर 1 को फ्यने जम हो कि, नम्बर 2 को फ्यनी जम हो कि, नम्बर 3 को फेनुई जम हो कि, नम्बर 4 को फेनिजम हो। ल छान्नुहोस् त कुन चाहिँ हुन्छ। अब यसमा नम्बर 2 को पनि फ्यनी उच्चारण भयो, नम्बर 4 को पनि फ्यनी नै उच्चारण भयो। यो वी चाहिँ बीचतिर आउँदाखेरि हामी ई उच्चारण गर्छौं, फ्यनिजम। ल 2 को पनि फ्यनी, 4 को पनि फ्यनी अनि 1 को फ्यने, 2 को फेनुई। ल कुन चाहिँ छान्नुहोस् त। सही एन्सर नम्बर 4 को
फ्योनिजम। ल यस्तो खालको क्वेसन चाहिँ म लगभग हजारवटा क्वेसनहरू बनाएर हाल्छु। अब समय निकाल्दै हाल्दै गर्छु। तपाईँहरूले यस्तो खालको क्वेसन राख्दाखेरि तपाईँले के कस्तो लागेछ, राम्रो लागेछ भने कृपया कमेन्ट गर्नुहोस् र कस्तो लागेछ प्रतिक्रिया दिनुहोस्। धन्यवाद।